नमस्ते नेपाल, म प्रिया सिग्देल। मेरो एसएससी पछिको मेमोरीको कुरा गर्दाखेरि चाहिँ पहिला त एसएससीको पर्सेन्टेजबाटै सुरु हुन्छ। अहिले चाहिँ ग्रेडिङ सिस्टम छ, हाम्रोमा चाहिँ पर्सेन्टेज सिस्टम थियो। सो मैले चाहिँ एसएससीमा 78.8 ल्याएको छु। टेक्निकली म 79% भन्छु सबैजनालाई। अनि मलाई एकदमै याद किन छ यो नम्बर भन्दाखेरि किन दिस वाज द ओन्ली टाइम मेरो स्कुलको इतिहासमा म पास भएको, किनकि त्योभन्दा अगाडिसम्म म फेल थिएँ। इन अ पोइन्ट वेयर माई पेरेन्ट्स डिसाइड कि यसलाई एसएलसीमा पनि नपठाउने, यो गर्यो भने एकदम बेजत हुन्छ या फेल हुन्छ भनेर। बट यस, आई पास्ड माई एसएलसी। र पेरेन्ट्स गार्जियनको रोल एकदमै ठुलो इम्पोर्टेन्ट हुँदो रहेछ यो एसएलसीको यात्रामा। किन भन्दाखेरि चाहिँ हाम्रो दिमागमा चाहिँ सबैले यो त आइरन गेट हो, आइरन गेट हो, आइरन गेट हो भनेर यस्तो प्रेसर हुन्छ कि हाम्रो पर्फर्मेन्स चाहिँ त्यो प्रेसर र डरले पनि बिग्रिँदो रहेछ। सो त्यो भएको भएर पनि सम्पूर्ण गार्जियन्स, पेरेन्ट्स जो पनि हुनुहुन्छ, आफ्नो छोराछोरीहरूलाई चाहिँ एक्सपिरियन्स बेस्ड पर्फर्मेन्समा एकदमै धेरै प्राथमिकता दिनुहोला। उहाँलाई एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा फोकस गराउनु होला, कम्युनिकेसन स्किल्समा ध्यान दिनु होला, रादर देन चाहिँ उनीहरूले नम्बर कति लिएर आएमा चाहिँ उहाँहरूको भविष्य भन्दा पनि उनीहरूले कति सिक्यो जीवनलाई यति यङ एजमा चाहिँ त्यो प्लेटफर्म चाहिँ बनाइदिनु होला भन्ने मेरो एकदमै धेरै अनुरोध हुन्छ।